हेलो नमस्ते साथीहरु। आज चाहिँ यसो बाहिर निक्लेको थिएँ नि त, हामी घरबाट अर्को घरमा आएको थिएँ है। र हिँड्दै जाँदा चाहिँ यहाँनिर आँप टिप्दै रहेछ। मैले चाहिँ लामो भिडियो बनाएको थिएँ, तर के भयो कसो भयो है, डिलिट भएछ। र अलिकति यहाँनिर रहेछ माछेको, त्यो चाहिँ मैले यहाँ अपलोड गर्दैछु है। र यहाँनिर आँप टिप्नु थियो, अङ्कलले चाहिँ किनेको रहेछ, गाछमै किन्छ आँप हो। अन्त आफूले तोडेर यसरी लगेर चाहिँ उहाँहरूले अब एक दुई दिन कसरी उयो पकाउँछ है। आधी त पाकेको थियो र आधी चाहिँ पाकेको थिएन नि त। गरम भने चाहिँ पुरा छ है, र पनि हामी चाहिँ अब निस्किनु पाउँदैन नि त बेसी, त्यही भएर निस्केको बेलामा यसो गाउँ घुमेर आऊँ भनेर निस्केको त ठिक्कै। आज यहाँनिर आँप टिपेको पनि मैले भिडियो लिन पाएँ है। र हेर्नुहोस् होला पुरा भिडियो। यसमा चाहिँ जम्मा गर्दैछ नि अङ्कलले। राखीमा चाहिँ पुरा चोक लागेको छ है। मैले चाहिँ यसो उचालेर त्यो अङ्कललाई दिएँ नि त, माथिबाट फ्याँक्दै थियो। खुसी भयो नि अङ्कल मैले दिएको त। र यहाँनिर मैले मजाले खिचेको थिएँ हो, त्यो चाहिँ अलिकति डिलिट भएछ। र यो हेर्नुहोस् यसरी टिप्दो रहेछ। यतातिर चाहिँ आँप खासमा चाहिँ म यहाँनिर मन्दिर छ नि त, एकपल्ट भगवान्लाई ढोक गरेर जानु पर्यो भनेर आएको त आँप टिप्दै रहेछ। र यहाँ हेर्नुहोस् अगाडि मन्दिर पनि छ सानो है, राम्रो छ, हरियाली हरियाली। अब अहिले त अब यहाँ आँप पनि टिप्दै रहेछ। यहाँ यसो अब हेर्नुहोस् मन्दिर छ सानोबडी, के राम्रो यस्तो छ है हाम्रो गाउँ चाहिँ। अहिले चाहिँ दिन भएकोले गर्दा है मन्दिर चाहिँ बन्द थियो। बाहिरबाट यसो अलिअलि खिचेर भगवान्लाई ढोकढोक गरेर हामी फर्क्यौँ। मन्दिरबाट निस्केपछि चाहिँ मैले अझै गाउँमा एक्सप्लोर गरेको छु है। गाउँभित्र गएको छु म। त्यहाँनिर कतिवटा एक जग्गा चाहिँ के रिचुअल्स हुँदै थियो, त्यसको पनि मैले अलिकति भिडियो लिएको छु है। त्यो चाहिँ म अग्लावाला पार्टमा हाल्नेछु, किनभने बेसी लामो भयो भने हेर्नु अझै हुन्छ होला है। र अहिले चाहिँ यहाँ यस्तो छ मन्दिरको बाहिर, यहाँ चाहिँ तुलसी राख्ने जग्गा है, तुलसी माताको जग्गा राम्रो लाग्छ। चारैतर्फ आँपै आँप छ अहिले। सबै स्ट्रेट भिडियो आजकल त्यस्तै चाहिँ फर्केको यस्तो गरेर हुन्छ है। गाउँको इन्भाइरोमेन्टै अलग्गै हुन्छ नि त, राम्रो।